नमस्कार। अनि आज म के भन्नु गइरहेको छु भने चाहिँ अब हामीमा है धेरै प्रकारको विभिन्न प्रकारको धार्मिक संस्कृतहरू छ है। त्यसमा आफूले एउटा अब आफ्नो अ, उम्, जे होस् एउटा राम्रो बुझ्नुपर्ने चाहिँ एकदम महत्त्वपूर्ण देखिन्छ। किनभने जुनै धर्ममा होस्, जुनै जातिमा होस् होइन, हामीलाई चाहिएको के छ भन्दा चाहिँ सुख है, शान्ति चाहिएको छ है। तर त्यो खोज्नु चाहिँ हामी